आदरणीय दर्शकवृन्दहरू नमस्कार। आज हामी उपस्थित भइसकेका छौँ नवलपरासीको मुटु परासी बजारमा। आज हामी परासी बजारको रामग्राम 10 मन्झरिया चोकमा यहाँ हामी आइसकेका छौँ। हाम्रो सन्त रामपालजी महाराजको नामदान सेन्टर तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँ मन्झरिया चोकमा सतलोक आश्रम धनुषाको अफिसियल नामदान सेन्टर छ, जहाँ आज सन्त रामपालजी महाराजको एक दिवसीय सत्संग कार्यक्रमको आयोजना भइरहेको छ। तपाईहरुलाई देखाउन चाहन्छौँ। यहाँ जति पनि भक्तजनहरू सतलोक आश्रम धनुषामा जोडिसक्नु भएको छ, उहाँबाट अफिसियल्ली नवलपरासीको परासी रामग्राम 10 मन्झरिया चोकमा नामदान सेन्टर राखिएको छ। र यस्तै नामदान सेन्टर नवलपरासी बाहेक नेपालको 35वटा जिल्लाभन्दा 35वटा ठाउँमा पनि छ। आज यहाँ सत्संग कार्यक्रमको आयोजना भइरहेको छ र तपाईहरुलाई यस सत्संग कार्यक्रमको आयोजनामा के कस्ता चिजहरू भइरहेको छ त्यो चिजहरूको हामीले जानकारीमूलक भिडियो बनाउँदैछौँ। तपाईहरुलाई स्वागत गर्न चाहन्छु मेरो फेसबुक पेज सद्भक्ति सन्देशमा। तपाईहरुले आएर हेर्न सक्नुहुन्छ। सर्वप्रथम यस नामदान सेन्टरको अगाडि नै सबभन्दा पहिला यहाँ गाडीहरू मिलाएर राखिएको छ। जुन यहाँ आउने श्रद्धालु भक्तजनहरू हुनुहुन्छ उहाँहरूको यातायातको व्यवस्था र पार्किङको व्यवस्था एकदमै व्यवस्थित तरिकाले राखिएको छ। तपाईहरुले हेर्न सक्नुहुन्छ। एक गाडी एक यातायातहरू एकदम व्यवस्था मिलाएर राखिएको देख्न सक्नुहुन्छ। यहाँ टु व्हिलरदेखि लिएर फोर व्हिलरसम्मको गाडीहरू पनि छ, अटोहरू पनि छ, बाइक, साइकल। यो नवलपरासी जिल्लाका सम्पूर्ण भगतहरूको उपस्थिति आज यहाँ भइसकेको छ र सत्संग कार्यक्रम पनि चलिरहेको छ। तपाईहरुले ब्याकग्राउन्डमा सुन्न सक्नुहुन्छ। यो दिउँसोको असुर निकन्दन रमेडी भन्ने एउटा आरती चलिरहेको छ। यस पवित्र स्थानमा आएर यहाँ के कस्ता कार्यक्रमहरू चलिरहेको हुन्छ, के कस्ता चिजहरू चलिरहेको हुन्छ त्यो चिजहरूको हामी तपाईहरुलाई स्थलगत रिपोर्ट दिने नै छौँ। आउन सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। तपाईहरुले हेर्नु होला। यहाँ भगतहरू र भगत बहिनीहरू जसलाई सन्त रामपालजी महाराजका शिक्षा दीक्षा पाइसकेका भगत माईहरू अथवा भगतमतीहरू पनि भनिन्छ भने केटा मान्छेहरूलाई भगत भन्ने चलन रहेछ। यहाँ हेर्न सक्नुहुन्छ। धेरै राम्रो उपस्थिति छ भगतहरूको र सत्संगको पनि केही नजाराहरू तपाईहरुलाई देखाउँछौँ हामीले केही गरेर। हेर्न सक्नुहुन्छ। आउनु होला बिस्तारै। तपाईहरुले यो नामदान सेन्टर अगाडि छ भने यसको पछाडिपट्टि तपाईहरुको यहाँ सत्संग कार्यक्रम चलिरहेको छ र ससाना नानी बाबुहरू पनि आउनु भएको छ।